साथी हो हाम्रो आज बिरयानी खाइ भइरहेछ है। सबै हाम्रो साथीहरूले खाँदैछ है। ल कम्पनीले यहाँ छ फेरि हाम्रो मटै बब्बाल खाइरहेको छ है। ल खाने कति छ वर्षमा एकचोटि हाम्रो चाहिँ खान्छ बिरयानी भन्ने रम्बुटान बिरयानी भनेर यसरी खान्छ। यसरी खान्छ त्यता बसेर पनि खान्छ। ए सुरा यहाँ ल्याउँदैछ यहाँ अब खाने रेडी छ है हाम्रो केटाहरू। उहाँहरूले चाहिँ ल्याउने हो, नेपालीले खाने हो यही यसरी पकाउने। बिस्तारै है बिस्तारै बिस्तारै है बन्दुले खाएको खाने तरिका यही हो। रम्बुतान खायो है केटाहरूले रम्बुतान। बागुस बागुस सबैले खाइरहेछ। यसरी खाइरहेछ। यो चाहिँ धेरै महँगो पर्छ है। मैले त्यहाँको मेक्सीमा पनि नेपालको साग 2000-3000 जति नै पर्छ। ल